कस्ता खतरा छ त। यो ठाउँ चाहिँ हल्का ठुलो भएर होइन घोडे पार्क कस्तो एउटा ठुलो घोडा चाहिँ राखिदिनु पर्थ्यो क्या। यत्रै बोटमा सुन्तला फलिरहेको छ यार लटरम्म तरिकाले। यहाँ निम्बु यत्रै बोटमा निम्बु, यसको पैसा 70 युरो। यो पनि 70 युरो, यो किन्दाखेरि एउटा 70 युरो। कसले सक्छ त किन्नु? हाम्रो ग्याङमा कसैले सक्छ त किन्नु? सक्दैन नि किन्नु, हाम्रो ग्याङले सक्दैन किन्नु। सुन्तला वहाँ 1 रुपियाँ केजी पर्छ, यहाँ 3 रुपियाँ केजी छ। फ्रेस हो नि यो त फ्रेस त एकदम फ्रेस हो क्या। यो त्यही धेरै फ्रेस भएर चाहिँ यो धेरै महँगो भएको क्या। नेचुरल हो, लोकल हो, डाइरेक्ट यहाँको प्रोडक्टहरू हो नि त। कसरी छ 1 रुपियाँ केजी? प्याज ठिकै हो, प्याज 50 ठिक हो। 1 रुपियाँ 50 पैसा पर केजी। धनिया लाने रे कालो चढेर अनि फेरि तेर्सो गएर माथि डाँडाको टपमा छ क्या हाम्रो घर चाहिँ होइन। अनि हामी चाहिँ अहिले यहाँनिर यसो मुनि मैदानतिर बेसीतिर झर्न लाग्छौँ है पहाडदेखि। हेलो गाइज, वेलकम ब्याक। आज हामी धेरै दिन पछाडि भिडियोमा आउँदैछौँ है। यहाँ देख्नुहुन्छ ओह्रालो कस्तो ओह्रालो छ त, हेर्नु त। यो उकालो हाम्रो जुन्दै आउँदै हुन्छ है, आम्मामा ठाडै उकालो छ है। यी हाम्रो उत्तर कुमार, हाम्रो यता सफे, अनि यतातिर म। हेर्नुहुन्छ आम्मा पहाड हेर्नु। यो अहिले चाहिँ है यो लोकेसन चाहिँ कहाँ छ भन्दाखेरि यो ठ्याक्कै यो जागरी होइन, जागरी पर्दैन नि होइन, साम्बोर। यो क्रोसियाको होइन, यो साम्बोर भन्ने ठाउँ पर्छ होइन। अनि हाम्रो घर चाहिँ कहाँ राखिदिएको छ भन्दाखेरि यो आउनु न दाइ, कालो चढेर अनि फेरि तेर्सो गएर माथि डाँडाको टपमा छ क्या हाम्रो घर चाहिँ होइन। अनि हामी चाहिँ अहिले यहाँनिर यसो मुनि मैदानतिर बेसीतिर झर्न लाग्छौँ है पहाडदेखि। यहाँ देख्न सक्नुहुन्छ यो युरोपको पहाड काँड डाँडा काँडा यस्तो हुन्छ है। थोरै रमाइलो देखिन्छ त गाइस ठाउँहरू। युरोपको घरहरू यस्तो कुनाबाट एकखेप बेसीको पुरै देखाइदिइहाल्नु पऱ्यो ल। हेर्न सक्नुहुन्छ है ल, कस्तो दामी देखिन्छ। यता पनि पहाड छ है, चारैतिर पहाड छ, बिचमा भनेको खाली मैदान छ। यतातिर हामी छौँ अनि यो बाटो हाम्रो घर भइहाल्यो ल। यहाँ युरोपको घरहरू ल, जाउँ गाइज ओह्रालो हेर्दै। यहाँ हाम्रो मिस्टर सफी है, यता हाम्रो छ हाम्रो ब्रो उत्तर कुमार। जुन दाई उता हाम्रो जुन दाई हुनुहुन्छ है। हामी 4 जना छौँ। अब हामी घुम्दै जाउँ यताको बाटोघाटोहरू, पहाड चढ्दै विकास हेर्दै उठ्दै जाँदैछौँ है। तपाईँहरूलाई थाहा छँदैछ होला होइन, लगभग भिडियो पनि धेरै ग्याप भएर खाइरहेछ। अब पहिले त्यो उता पोल्यान्ड गएको थियो, पछिबाट फेरि फर्केर यहीँनिर क्रोसिया खाइहाल्यौँ होइन। क्रोसिया आएर अब घुम्दैछौँ भनौँ न। अब अहिले हालसाल भनेको अब यो आएपछि फेरि नयाँ प्रोसेस हुन्छ नि त होइन। डाइरेक्ट आउने बित्तिकै यहाँ चाहिँ अब वर्क पर्मिटहरू निकाल्नु ओर्नु टाइम लाग्छ। त्यही भएर सबथोक गरेर यसो अब 2-4 महिना रेस्ट चल्दैछ। राम्रो छ यो ठाउँ पनि। जागरिब चाहिँ अब सिटी भइहाल्यो होइन मेन। अब यो खालको गाउँ छ होइन, यहाँ चाहिँ यस्तै गाउँ। हाम्रो नेपाल पनि विकसित हुँदा त पहाडहरू यस्तै हुन्छ नि, तराई त भइहाल्छ होइन भन्ने। यसरी होइन कन्स्ट्रक्सनमा माथि काम गर्नुपर्ने हुन्छ है युरोपतिर भनेको होइन। यो घर कन्स्ट्रक्सनको लाइनतिर आउँदाखेरि चाहिँ यसरी टक्क छानो हाल्ने काम चलिरहेको रहेछ त्यहाँ माथि चाहिँ। यी कुकुरहरू भुक्न थालिसक्यो। हामीले चिनेर फुकेको कि नचिने फुकेको हेर त ल। यस गाउँहरू घुम्न ओर्न चाहिँ सिटीभन्दा मजा आउँछ होइन। कस्तो दामी मिलेको घरहरू हुन्छ है। यस्ता गाडी ट्राफिक जामहरू पनि हुँदैन, धेरै मान्छेहरू पनि हुँदैन। आफ्नै तरिकाले ग्याङ गर्दै हिँड्न चाहिँ एकदम मजा छ। लगभग हामी अब यहाँ आएर वहाँ जान लागेछौँ कि एउटा मार्केट छ अरे क्या यहाँनिर होइन। यो ठाउँ पनि अब पहिलोचोटि घुम्दैछौँ होइन, भर्खर हो। के अरे खुल्ला मार्केट हुन्छ नि, त्यस्तो मार्केटहरू पनि लागिरहेको छ अरे यहाँनिर।
त्यो मार्केटहरू ठक्क जाने हेर्ने कस्तो छ एकखेप घुमेर आउनुपर्छ भने के को यो फुल हो यो हाम्रो पनि घर हाम्रो त्यो रुम अगाडि पनि छ यस्तो खालको फुलहरू है त्यही त फुलहरू छ अब सुरु हुँदैछ भर्खर होइन फुलहरू फुल्छ हरियाली हुन्छ स्याउहरू फल्छ घरैभरि स्याउ छ वरिपरि रुखमा है भरे म तपाईँहरूलाई लास्टमा रुम फर्किँदाखेरि देखाउँछु होइन हाम्रोमा त्यही पहाडको टुप्पीमा छ घर चाहिँ होइन भरे लास्टमा पनि सो हुन्छ हो यहाँ साथीहरूले हामी यताबाट घुम्नुपर्ने केटाहरू यता सर्टकट हान्नु भन्दैछन् होइन यहाँ एउटा सर्टकट बाटो रहेछ मम्मी स्टेडियम वा हेर्नु त यहाँ रहेछ नि त अनि स्टेडियम त है पत्ता होइन त ल खेला चाकल चुकुल हाम्रो नेपालतिर चाहिँ हामी यसलाई चाकल चुकुल भन्थ्यौँ होइन तिमीहरूकोमा चाहिँ के भन्छ ल जुन्दै पनि हान्दियो ल साथीहरू यसरी यहाँनिर खेल्न थालिसके त सक्छ त ल यो अन्त यहाँ चाहिँ धेरै नै यो धुपी अलिक छिटो सुक्दैन खाइसक्यो लु यो हो नि त एक्सर्साइज गर्ने तरिका झर्ला भाइ होस गरेर आऊ भाइ यहाँ पुरै सबै थोकको कोट यो फिटनेस पार्क पुरै रहेछ नि त यहाँ भनेको हाम्रो स्टेडियम भइहाल्यो होइन मजाको वरिपरि बस बिचमा फुटबल खेल्ने ठाउँ पनि वरिपरि रडिङ डबल हो नि त कति राम्रो छ ल ठाउँ यसको एक भिडियो बनाइदिनु पर्छ ल यतातिर पब्लिक रहेछ फेरि है फुटबल खेल्ने ठाउँ होइन यो चाहिँ ठिक हो नि त हामी पनि आउनुपर्छ अब पछि खेल्नको लागि म्यापमा त्यो उताबाट यो सट्टै देखाइरहेको छ होइन हामी चाहिँ यो बाटो स्टुडेन्टको बाटो सर्टकट हान्नेछ के हो यो चाहिँ मेन सिटी आइएछ है मेन हाइवेतिर आइपुग्यो सब धुपीको रुख धेरै भएर काटेछन् झ्याम्की झ्याम ए यस्तो गल्ली बाटो हिँडिन्छ कम त रमाइलो छ त नेपालमा यस्तै बाटो हुन्छ नि होइन हाम्रो गाउँघरमा अनि ग्राभल रोड हामी यतातिर आइसकिसक्यौँ है मेन हाइवेतिर आइसक्यौँ मेन हल्का सिटी यहाँनिर चाहिँ हाम्रो विशाल कन्ज्युम भइहाल्यो होइन यहाँ रहेछ नि त फिटनेस पार्क चाहिँ के यहाँ चाहिँ आएर गर्ने हो नि हेर्नु त जिम सिम पुरै सब थोक छ नि त्यहाँनिर त्यहाँ कन्ज्युम भइहाल्यो पर लिडल छ त्यहाँनिर यतातिर यो पहाड भइहाल्यो यो पहाडको टुप्पीमा हाम्रो घर होइन राम्रो छ तर त्यो अलिक त्यो सहर जस्तो ठुल्ठुलो चाहिँ छैन रहेछ नि घरहरू यस्तै हो यहाँ जताततै आकाश पनि आज निलो छैन हौ सेतो भयो क्या होइन निलो भन्दाखेरि कस्तो दामी देखिन्छ नि त यो सबै स्याउको रुखहरू है गाइज अब अर्को महिनातिर फलिहाल्छ अनि टिप्दै खाँदै हिँड्दै यो चाहिँ यो साम्बरको मेन जक्सनतिर आएछ जस्तो छौँ सक्नुहुन्छ बाटोहरू पनि एकदम सानो सानो छ यो चाहिँ अलिक बजार एरिया खाइसक्यो हामी बसेको चाहिँ अलिकति त्यो गाउँ साइड भइहाल्यो गाउँ भन्दा नि हामी त माथि पहाडको टुप्पीमै छौँ होइन यहाँनिर यो क्लब रहेछ नि त यहाँ फेरि जुवा खेस त गाई यहाँ जुवा धेरै खेल्नुहुन्छ है यहाँ क्यासिनोहरू क्या धेरै चल्छ यो मान्छेहरू क्यासिनो धेरै खेल्छन् भनौँ न यतातिर डर चल्छ क्यासिनो चाहिँ झ्याम जित्नेले जितेको जिते हार्नेले हारेको हारे हामी चाहिँ हेरेको हेरे होइन हामी चाहिँ हेरेको हेरे गाडी साडी छैन रातो पाल्दा नि हिँड्नु भन्छ हाम्रो साथीहरू गाह्रो छ नि त हामीलाई
जक्सनमा आइएछ गाई जक्सनमै अर्को हातले क्यामेरा बोक्ने हो यो यताबाट चाहिँ हेर्न सक्नुहुन्छ होइन के टोबाको यहाँ पनि रहेछ त पोस्ट अफिस सामानहरू पठाउनु एउटा ठाउँ भइहाल्यो होइन यो पोस्ट हानेको चाहिँ डेलिभरी गरिदिन्छ जता जता सामान पठाउनु छ यहाँ राम्रो रहेछ है यो बजार चाहिँ ठुलो रहेछ ठुलो 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 धेरै ठुलो हो नि यो त होइन बिजी मार्केट छ नि त बिजी चाहिँ देखिनु पऱ्यो क्या सिटी खुल्ला भन्दा नि इरानी मार्केट कतार यतातिर भित्रभित्र गल्ली गल्ली छिर्ने ठाउँहरू पनि छ होइन हामी यो बाटो छिर्छौँ है यो बाटो यता छिर्छौँ है रेस्टुरेन्टहरू यस्तो यस्तो हुन्छ अहिले यहाँबाट सोच्थेँ क्रस हानिदिने यही साम्बरको यही रहेछ मेन सिटी चाहिँ अब यहाँ पर चर्चहरू पनि रहेछ यहाँ दोकानहरू टिचाकहरू रहेछ होइन यो सबै के फोहोर फाल्ने ठाउँ होइन यस्तो हुन्छ फेरि फोहोर फाल्ने ठाउँ गाह्रो हुन्छ त गाइज यो बाटो हेर्दै हेर्दै जाने हो नि त्यही त हो नि यो यही त हो ओपन मार्केट त सानो रहेछ मार्केट त्यो अफ भएन लुगाहरू रहेछ फेन्सीहरू यो मार्केट मार्केट चाहिँ यही रहेछ गाइज होइन तर खाली यहाँ मुर्गीहरू पाउने ठाउँ पनि रहेछ हो त्यहाँनिर रहेछ सानो मार्केटहरू छानेहरू बिहान धेरै यहाँ फेन्सी कपडा रहेछ सबै स्टोरहरू प्याक भइसकिसकेछ खुल्ला मार्केट यो प्याजहरू उयो स्ट्रबेरी हेर त कति कति पर्छ मार्केटको भन्दा यहाँ राम्रो हो कि 5 रुपियाँ केजी महँगो 3 रुपियाँ महँगो नि सुन्नु सुन्तलाई वहाँ 1 रुपियाँ केजी पर्छ यहाँ 3 रुपियाँ केजी छ फ्रेस हो नि यो त फ्रेस त एकदम फ्रेस हो क्या यो त्यही धेरै फ्रेस भएर चाहिँ यो धेरै महँगो भएको क्या नेचुरल हो लोकल हो डाइरेक्ट यहाँको प्रोडक्टहरू हो नि त कसरी छ 1 रुपियाँ केजी प्याज ठिकै हो प्याज 50 ठिक हो 1 रुपियाँ 50 पैसा पर केजी धनिया लाने रे आलु पनि 1 रुपियाँ थाहा छ आलु हेर्नु कस्तो गाह्रो भयो आलु सस्तै हो आलुहरू त आलु प्याज 1.50 किलोको अझै भित्र छिटो न सस्तो कि महँगो सस्तो नि उसले देखाएको त्यो धनिया चाहिँ खो कि होइन त्यो उसले देखाएको प्योर धनिया हो कि त्यो नर्मल खालको धनिया सुँग्नु थिएन त बुढोले सुँग्छ त अघि बुढोले देखाएको धनिया नलाने फ्रेस धनिया हो कि मतलब हाम्रो नेपालको त धनिया हो कि होइन फ्रेस हो पाख्ना आयो नेपालकै धनियाको फ्रेस हो नि अर्को खालको हुन्छ नि नगनाउने खालको धनिया हुन्छ नि त्यही सुन्नु चाहिँ सुगे तर राम्रो छ राम्रो रहेछ यही भएर कति रुपियाँ केजी फल्दो रहेछ त हेर लाम्छाल पनि प्याज पनि पाउँदो रहेछ यहाँ र सबै फ्रेस है राम्रो रहेछ
पुरिलोहरू जाऊ त्यहाँ गएर हेर सब्जीहरू कसरी केजी टटाइछ आज हेर मात्रै आज आएको अनि अर्को पालदेखि किन्न आउने भनेर अस्ति मार्केटबाट उठाइहालेको छ त टन्नै अन्त के बार चाहिँ यो फुल हुन्छ त यस्तो खाली 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 खाइछ होइन यहाँ चाहिँ फुल चाहिँ होइन सागसब्जी भेजिटेबलहरू मात्रै लानको लागि चाहिँ ठिक रहेछ यहाँको मार्केट पनि हेरिहाल्यो है यही रहेछ यहाँ हाट बजार राख्ने ठाउँ तर यहाँको सबै अहिले बन्द रहेछ त्यही देखिदिएर मात्रै खुला रहेछ त्यसको पनि हेरिहाल्यो अब यहाँबाट कता जाउँ त हामी नयाँ नयाँ ठाउँहरू जाउँ न चाहिँ मिल्दैन घुम्नु साम्बर सिटी यही हो क्या मेन हाम्रोतिर गाउँ रहेछ यो चाहिँ रहेछ मेन सिटी घुम्नु परेन त हाम्रो सोल्टी त झ्याप भइसक्यो हल्लिँदै हिँड्दैछ फेन्सी पसलहरू छ है झ्याम कि झ्याम किन्ने त केही सबै किन्छौ त किन है फेरि के किन्छु गिफ्टहरू हानिदिइहाल है लगेर गिफ्ट लगिदिइहाल है यहाँ रहेछ नर्सरी घरि ल ओ यत्रै बोटमा सुन्तला फलिरहेछ यार लटरम्म तरिकाले यहाँ निम्बु यत्रै बोटमा निम्बु यसको पैसा 70 युरो यो पनि 70 युरो यो किन्दाखेरि एउटा 70 युरो कसले सक्छ त किन्नु हाम्रो ग्याङमा कसैले सक्छ त किन्नु सक्दैन नि किन्नु हाम्रो ग्याङले सक्दैन किन्नु यो त फुलको बिरुवाहरू कस्तो दामी अनि गाठा जाँदा हामी महँगो पर्छ नि त धेरै नै गाडी आयो तपाईँ गाडी आयो है वाउ गाइज वाउ यहाँ चाहिँ रहेछ हामीले नदेखेको ठाउँ होइन हामी चाहिँ गाउँमा ठाइछौँ क्या अहिले चाहिँ मजाले प्रुभ हुन थाल्यो है यहाँ चाहिँ रहेछ मेन सिटी साम्बोर एक खोलासम्म हेर्नु यहाँ हाम्रो जिजस चर्च भइहाल्यो होइन जाउँ त्यहाँ त यहाँ खोला छ हौ यहाँ रहेछ मेन सक्छ त कसैले यहाँनिर खोला पनि सट्टै रहेछ सिटीमा दामी छ त यार सफा पानी छ त मेरो यसरी एकछिन भिडियो यतिकै खिच्नु त मलाई यो पछि म स्क्रिनसट गर्छु सक्छु त कसैले मजाले ल्याएर चाहिँ क्लियर पछि यसलाई स्क्रिनसट गरेर म थम्बनेल हाल्नको लागि बनाउँछु अनि क्याफेहरू भइहाल्यो होइन भव्य यहाँ मेला लाग्ने खाइछ क्या रात हिँड्दै झन् यहाँ पुरा डिस्को सिस्को के हुँदो फेरि यो ठाउँ चाहिँ हल्का ठुलो भएर होइन घोडे पार्क कस्तो एउटा ठुलो घोडा चाहिँ राखिदिनु पर्छ क्या उता माथि छैन भाइ चर्च जाने बाटो अनि उता चाहिँ जाउँ कि एकखेप यता हेरेर उता भन्दा पनि यतै छ एकखेप म्यापमा हेरौँ ल कहाँ छ ठुलो एरिया यहाँ रन गर्न बिर्सिँदो रहेछ नि दाइ यत्रो बेरसम्म बोल्दै आएको अघिदेखि नै क्यामेरै अफ गरेर आएको रहेछ ल यतातिर आउँदा हामी ज्याकपट यहाँ पनि क्यासिनो रोयल लु खोला यस्तो चाहिँ हेर्नु न सबै खोला चेपाएरै हुन्छ नि अनि यस्तो चाहिँ हुनुपर्छ क्या खोला भनेको सानो हो जति चाहिँ यो सफा चाहिँ हुनु पऱ्यो क्या फोहोरहरू चाहिँ हुनु भएन क्या लेउको मात्रै छ होइन नेपालमा डस्टबिन सस्टबिन कोखाको बियरको ह्याङ हुनु मात्रै त हुन्छ
भयरको सबै फ्याल्छ नि हाम्रोतिर त अनि कसले हेर्ने यो गल्ली भित्र छिर्नु पर्यो यो कसले उनीहरू स्ट्यान्ड लगाइदिइरहेको छ त्यो प्राइभेट प्राइभेट एरिया हो सेक्युरिटी गार्ड पास हुनु पर्यो केटाहरू यो बाटो आउनु पर्ने हुन्छ है त्यो यहाँ उताबाट गएको छैन होइन यता रोटे रोड मात्रै हो घुम्ने ठाउँ चाहिँ घुम्ने ठाउँ त उयो पार्क आइसक्यो अनि थोरै राम्रो पार्क आएन उस केटाहरू आयो यस गाई साम्बर सिटी घुम्ने खालकै ठाउँ है आएर मजाले यहाँ चिल तरिकाले घुम्नु जान्छ ल ब्रिज आइसकिसक्यौँ हामी हुँदा कति राम्रो ब्रिज त हल्लिन्छ कि यो पुल त यार यो पुल हल्लिन्छ कि यो काठको मजबुत हो ल के हो यो भने एलियन छ त एलियन पुरै एलियन छ नि सक्छ त कसैले होइन यहाँ मलाई खोला चाहिँ ठिक लाग्यो यो राम्रो लाग्यो एकदम जहिले पनि होइन मेन सिटीको यसरी बिचमा खोला हुनुपर्छ क्या तर यो चाहिँ ओभरै सानो खोला हो होइन कम्ती यहाँ नाउ चल्ने हुन्छ नि यसो डुङ्गा सानो सानो डुङ्गाहरूतिर चल्ने चाहिँ हुनुपर्छ ल यसरी बस्ने ठाउँ हो ल हाम्रो दाइ गलिसक्नु हो जुन दाइ अनि ल सबैजना बस्छ हल्का सक्दैन नि डाँडा भन्दा यतातिर चाहिँ रुम भएको झन् धेरै रमाइलो खन्थ्यो क्या हाम्रो डाँडाको टुप्पी लगेर राख्दियो त के गर्छु त पछि सार्नुपर्छ आफै रुम खोजेर होइन एउटा ठक्क बराबर यतातिर आएर बस्नुपर्छ रमाइलो हुन्छ नि त ठाउँ अनि यता हाम्रो यहाँ युवराज दाईको इन्ट्री भइसकिसक्यो क्या मैदानमा सक्छ त कसैले के छ त दाई हानी खबर अनि मजा छ नि ल ए पछाडि हाम्रो दाई पनि गइसक्नु भयो होइन अब हामी पनि यताबाट छुट्यौँ है अनि रमाइलो छ नि होइन दाई ठाउँ त आइरहनुपर्छ बेला बेला घुम्न आइरहने हो यो ठाउँ होइन ल हेर्नु त यहाँ राति उति त यहाँ झिलिमिली नि पुरै नि यहाँले लाइटै लाइट हालिदिएको रहेछ सबै रुखाउँ लाग्यो अनि उयो मूर्ति रहेछ ए यो जङ्गलभरि यो के अरे यो धुप्पीभरि लाइट हालिदिएको रहेछ पुरै पुरा अहिले पो दुख्नु थाल्यो के दुख्यो खुट्टा यस्तो क्या अगाडि त्यो धेरै हिँडेकोले अब भरे उकालो हिँड्दाखेरि पनि झन् थोरै गाह्रो हुँदैन गाई चाहिँ हामीलाई होइन थोरै उकालो हिँड्नु पर्दैन तपाईँलाई सक्छ त कसैलाई सक्दैन अनि लोडो अरे लोडो के हो यो फिल्म हल हो कि मुभीकै फिल्म हल त नि यो फिल्म हल हो सब यो मुभी लागिरहेछ थिएटरमा अहिले है गाइज हो ल यहाँ आउनुपर्छ अब खतरनाक फिल्म लागेपछि हामी आउने हो म हेर्छु ल अगाडिकै बाटो हल्का सिधै गएर मेन हाइवे भेटेर हाइवे पक्रिने हो जे भन्छ सबैले ल हेर त खोला चाहिँ व्यवस्थित छ क्या कसैले फोहोर फ्याँकेको छैन है होइन घर त्यहीँ छ दोकान यहीँ छ तर अनि फोहोरसोर फ्याँक्दैन होइन यसको त यस्तो गाडो क्रस गर्नुपर्छ ए मासतिर पार्क खैस फिटनेस पार्क बच्चाहरू खेल्ने ठाउँ त हो त नि फिटनेस पार्क भनेकै ठुलो मान्छेहरू बच्चाहरू होइन के चाहियो त यस्तो दामी भन्दा ठाउँ के चाहियो गाइज जिन्दगीमा हेर्नु त ल झर्ना खतरा छैन त सक्छ त कम्ता खतरा छ त
ल मेन हाइवे आइपुग्यो है टक्कसँगले यता माथि पहाडबाट आउँदो रहेछ ल जाउँ अब हामी यतातिर अब यो चाहिँ होइन यता बाटो क्रस गर्नु परेन ट्राफिक लाइट चाहिएन यत्रो ट्रक राख्छ अहिले हानिदिन्छ अहिले अनि थाहा पाउँथ्यो लिटलमा बाटो क्रस गर्ने ठाउँ छैन होला नि त नि सजिलो नि त होइन बसर पनि हिँड्दैछौँ न त एकखेप बुझिन्छ नियमहरू पनि यसो हिँडेपछि होइन अर्को पालि आउनु हामीलाई नि सजिलो आयो क्या छेउमै बाइक पुलिस आयो कि भनेर हल्का साइको भयो नि एकैछिन त पुलिसदेखि डर लागिहाल्छ अरू कुरा लाग्यो पनि नलागे पनि लिडरकै पछाडि बस पार्क हो यो लिडर आउँदै हेर्दै त्यही त यो चाहिँ डाँडा है ल त गाइस अब हाम्रो यो टुर सुर भइहाल्यो होइन यही हो साम्बोर सिटी आजको हल्का टुर भइहाल्यो सानो झलक होइन अब बिस्तारै बिस्तारै यहाँनिरको अरू ठाउँहरू पनि घुम्दै ओर्दै जाउँला होइन अघि नै हामी जुन ठाउँबाट आएको तिमी स्टेडियम त्यही नजिकै छ होइन अबको कन्जुम देखिहाल्यो ल भन्दै है अझैको भिडियो चाहिँ हामी अब यहीँनिर दइन गर्न चाहन्छौँ यदि तपाईँहरू कोही च्यानलमा नयाँ हुनुहुन्छ भने गाइड च्यानललाई सब्सक्राइब चाहिँ गरेर नबिर्सिनु होला र भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै आजको यो भिडियो चाहिँ म यहीँनिर समाप्त गरिदिन्छु हस् त बाई